प्रतिबन्धपूर्ण विचार गर्ने सोच राखेको छ कि छैन र अघिल्लो सरकारमा सत्तापक्ष रहँदाखेरि भिजिट भिसा प्रकरणमा ठुलै उहाँहरूले बुलन्द आवाज उठाउनु भएको थियो। अहिलेको सदनमा सरकार पक्ष भइसकेपछि अहिले उहाँहरूको योजना के छ? अन्त्यमा रेमिटेन्समा अत्याधिक निर्भर र उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र रोजगारी सृजनामा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न सरकारको दीर्घकालीन रणनीति के हो? र अर्को चाहिँ मेरो प्रश्न, विद्युतीय चुलोमा खाना पकाउनेदेखि सस्तो विद्युतीय मोटरसाइकल प्रयोग गर्ने र जाडोमा विद्युतीय हिटर बाल्नेसम्म यो सरकारले नेपाली मध्यम वर्गको जीवनशैलीलाई परिभाषित गर्ने एउटा महत्त्वपूर्ण सुविधा अर्थात् सस्तो विद्युत खोसेको छ। विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढ्दै गएको अवस्थामा यसको असर मध्यम वर्गमा मात्र सीमित रहने छैन, दैनिक आवत जावतमा निर्भर न्यून आय भएका नागरिकहरू पनि बढेको लगतको मारमा पर्नेछन्। ऊर्जा खपतको वृद्धि सामान्यतः अर्थतन्त्रमा सकारात्मक गुणक मल्टिप्लायर प्रभाव सृजना गर्ने कारक मानिन्छ, तर अब भने त्यो सम्भावना कमजोर बनेको छ। इन्क्रिज एनर्जी कन्जम्सन इक्वल्स टु पोजिटिभ मल्टिप्लायर इफेक्ट्स अन द इकोनोमी भनिन्छ, नट एनिमोर। यसमा प्रधानमन्त्रीज्यूको के धारणा छ सोध्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू। यो भिजिट, माननीय सदस्यज्यू, सम्माननीय सभामुखज्यू, यो भिजिट भिसाको जुन दुरुपयोग विगतका धेरै दिनहरूमा भएका थिए त्यसको लागि एकदमै कडा निर्देशन मन्त्रालय, एयरपोर्ट लगायत त्यहाँ भएका विभिन्न विभागहरूलाई दिएको छ र भिजिट भिसामा गएर त्यहाँनिर कामको लागि इन्टरभ्यू दिएर काम पाउँदाखेरि फेरि फर्केर आउनुपर्ने, फेरि वर्किङ भिजाको लागि अप्लाई गर्नुपर्ने र नेपाल नै आउनुपर्ने व्यवस्था रहेछ। त्यसको लागि पनि एउटा अल्टरनेटिभ उपाय रहेछ। भिजिट भिसामा गएर उहाँहरूले त्यहाँनिर काम गर्न खोज्नु भएको छ भने त्यसलाई वर्किङ भिजामा उतै बसेर पनि कन्भर्ट गर्न सकिन्छ। यसको लागि श्रम मन्त्रालयले विभिन्न क्षेत्रहरूलाई समेटेर यसको व्यवस्थापनको लागि काम गरिरहेको छ। यस विषयमा थप केही जानकारी चाहिएमा श्रम मन्त्रीज्यूसँग पनि लिन सकिन्छ, श्रम मन्त्रालयसँग पनि लिन सकिन्छ नै। र विद्युतको विषयमा अघि भन्नुभयो, देशभरि जुन हिटर इन्डक्सन अहिले चाहिँ के छ भन्दाखेरि साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। धन्यवाद।